सिमराटु पथलाया ब्लग भन्थ्यो बेला बेलामा। अब हेर नि त उतापट्टि दिदी छ ऊ के भिडियो बनाइरहेछ। कत्रो जुम भएको गाइस। आज चाहिँ अलिक कति हिरो देखेछ क्या हो। अनि कलेजबाट आयो अनि अब आज अहिले घुम्न जानु लाग्यो हामी। कति बज्यो अनि अहिले 5:21 भएछ गाइस। रमाइलो गर्नुपर्ने हुन्छ। ल अब अझै म अगाडिको बाटो देखाउँछु। यो जाम गइसकेको चाहिँ हेर्दै गर्नु होला। ल गाइस कफी भर्खरै कफी लियो 7-11 बाट बब्बाले यहाँ दुईटा कफी। अब जान लाग्यो हामी यहाँबाट। ल एकछिनमा म देखाउँछु बिचमा है गाइस। आइपुग्न लागिसक्यौँ हाम्रो डेस्टिनेसनमा। किप वाचिङ, किप लभिङ, किप सब्सक्राइबिङ गाइज। हेरेर रमाइलो गर्नुपर्ने हुन्छ। इन्जोय गर्नु इन्जोय। भ्लग अब यस्तै हो। अब अस्ट्रेलियामा पनि फेरि कति एउटै बाटो देखाएको नभन्नु है गाइज। यहाँको बाटो सबै उस्तै हुने हो। एउटै बाटो चाहिँ होइन, अलिकति क्लिन हुन्छ। त्यही हो, यस्तै हो। अब बाटो देखाउने नि यही हो। नेपालको अब सिमराटु पथलाया ब्लग भन्थ्यो बेला बेलामा। अब हेर नि त सिमराटु पथलाया ब्लग कि कहाँबाट कहाँ भइरहेछ है त साथीहरू। उयो कस्तो रन्काएर आएको त्यो गाडी। वाह ल यस्तो छ भ्यू। अनि हाम्रो चलपल गाइस यस्तो छ भ्यू है। वाह जस्ट लुक एट द भ्यू ब्रो। Look at the view. कस्तो दामी देखेको। ड्याम देखेछ गाइस। सनसेट हुन्छ नि त। सनसेट हुन लागेछ। यस्तो दामी देखेछ। ओके हामी अब उत्रेर भ्लग हान्छौँ है त। उतातिर अगाडि जान्छौँ हामी। ल गाइस हामी आइसक्यौँ यतातिर। अनि अहिले उतातिर गएपछि म देखाउँछु तपाईँहरूलाई। यस्तो दामी देखिरहेछ। ल गाइस यहाँ हेर्नु होइन यस्तो छ भ्यू। कस्तो राम्रो पानी देखाउँछु म अलि नजिकबाट। ल गाइस गाइस अब जुत्ता सुत्ता सब भिजिसक्यो मेरो पानी लाएर। यस्तो माथिसम्म आइदिरह नि अघि लास्टचोटि। यहाँसम्म नआएको पानी पनि यहाँसम्म आइदिरह कि। म एकचोटि खेल्छु ल यो पानीसँग। स्पिडमा भाग्छु ल गाइस। अहिले आएन, माथिसम्म आएन। बचिरहेको छु म अहिलेसम्म। एकैचोटि भिजाउँछु फेरि यो पानीले। ल गाइस रमाइलो भइरहेछ होइन नयाँ ठाउँ। जोस् एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ यो रहेछ। यतापट्टि खेलिरहेको बुढाहरू। ल गाइस रमाइलो भयो। यो पालि चाहिँ धेरै आएको छ यार। माथिसम्म नै आउँछ गाइस। अब हामी चाहिँ उताको बस्न जानु लाग्यो। अनि यहाँनिर हेर्नु गाइस यस्तो छ भ्यू होइन। अनि अब हामी जानु लाग्यो उता। रमाइलो भयो पानीमा पुरै कपडा सपडा भिज्यो झन्डै। जुत्ताहरू सब भिज्यो। ठिक छ गाइस। अब उता गएपछि म देखाउँछु तपाईँहरूलाई। ल गाइस अब आजको लागि भ्लग यति नै भयो हाम्रो। अनि हामी चाहिँ अब जानु लागेको यहाँबाट। ल गाइस स्टे कनेक्टेड, स्टे ह्याप्पी है। भ्लग सब्सक्राइब गरेर यसो इन्जोय भयो होला है गाइस। ल हेर्दै गरौँ होला। छिट्टै नयाँ भ्लगमा भेटौँ होला। पिस आउट।